नजिक एकदम नजिक छ तपाईहरु आउन सक्नुहुन्छ हामी चाहिँ वेलकम टु डिआरडी ब्लग फेरि डिआरडी ब्लग ब्याक भएको छु नि त हजुर सन्चो बिसन्चो के छ अनि आज म चाहिँ यता गाउँमा आएको छु भन्नाले यस्तो कफल खाना चाहिँ खोजिरहेको छु अनि मेरो ब्याग यहाँ छ त्यस कारणले चाहिँ यस्तो चाहिँ अब किनकि अब कफल खानु पर्यो नि त यस्तो चाहिँ कफल भन्ने चाहिँ हेर्दै भन्ने छैन यस्तो दामी छ ओ माइ गॉड अमिलो अलि पार्न खोजिरहेको रहेछ तर एकदम राम्रो छ किनकि यो गाउँको अर्ग्यानिक चिजहरू हो कि यस्तो कुराहरू चाहिँ आजभोलि यो फलिरहन्छ यस्तो दामी छ अब रुख चढ्नुपर्ने हुन्छ नि त म होइन फेरि म चाहिँ रुखमा चढिसकेको छु यस्तो छ तल रुख भुइँमा यस्तो छ अनि म यसरी चढ्छु यो कफलहरू चाहिँ यसरी टक्क खानु दामी छ एकदम यस्तो कुराहरू चाहिँ खाइरहनुपर्छ क्या म खासै कामै छुट्टी गरेर खानु आएको पनि यही खाना आएको है खासै 15 दिनको छुट्टी छ नि त यही खाना आएको आउनु चाहिँ एकदम दामी छ अरे वाह लड्यो भने बिजो हुन्छ तल पुगिन्छ यसरी टप्प बनाउँछ अरे वाह यस्तो चाहिँ नाम कफल खानुको मजा छुट्टै बेग्लै मजा छ है एकदम अलि पाए खाने छ तर अब यो सिजन हो कि यसको कुनै ठाउँमा चाहिँ सकिसकेको छ कुनै ठाउँमा चाहिँ पाकिरहेको रहेछ भर्खरै एकदम राम्रो तपाईँहरू पनि थुक आयो होला होइन यस्तो खाँदा त आमा माई गॉड अनि यहाँ त कस्तो दामी काल कालो भएर चाहिँ यहाँ आमा यस्तो दामी छ चाहिँ तपाईँहरू पनि थुकाइसक्यो होला मलाई हेर्दै हेर्दै थुकाइसकेको छ एकदम राम्रो छ क्या पुरै यस्तो फलेर आएको छ अनि म चाहिँ यसरी बसिरहेको झुन्डेर यसरी बस्नु पऱ्यो नि त तल झऱ्यो भने त किनकि बच्चामा रुख चढ्ने बानी गर्दा चाहिँ हो यसरी भएको चाहिँ एक्लै छु त्यसरी हो होइन म चाहिँ कफल खानै आएको यहाँ मासतिर चाहिँ अब मेरो अब गोप्रो त थिएन नि त अहिले गोप्रो ल्याए खाने मैले चाहिँ अब मोबाइलबाटै भ्लग गर्नुपर्ने हुन्छ किनकि अब कस्तो भने अहिले चाहिँ अब म हेर्नु पनि ल्याएन किन गाउँघरमा पुरा त सेफ्टी आफ्नो लागि लाउनु पर्ने हुन्छ तर लाएन एकदम राम्रो यसरी टक्क खाने हो अनि जानुपर्छ अब चाहिँ पुरै कालो कालो भएको चाहिँ मिठो हुन्छ क्या एकदम राम्रो कोही पनि हाने यहाँ तल चाहिँ रोड छ यहाँ ब्याग छ ब्याग राख्यो यसरी टाइम टाइम खा कस्तो के लाग्छ होइन तपाईँहरू पनि आउनु छ भने कफल खाने काठमाडौँ कति चाहिँ किलोमिटर छ भने म तपाईँहरूलाई त्यही गएर देखाउँछु तर एकदम नजिक छ है कस्तो छ बाटो पनि एकदम राम्रो छ यहाँ चाहिँ अलिकति नराम्रो हो अलिक उतापट्टि चाहिँ एकदम राम्रो छ अमिलो त्यो नपाएको चाहिँ अमिलो कप यसरी टिप्ने होइन कप पनि अरे वाह टप्प यसरी टिप्ने यस्तो टिप्नुपर्छ कस्तो हुन्छ त्यही यस्तो हुन्छ कि यस्तो दामी हुन्छ अनि यसलाई चाहिँ गाउँमा एकदम राम्रो नुन खुर्सानी भए चाहिँ एकदम राम्रो छ अरे वाह फेरि गएर चाहिँ ब्यागहरू ल्याउनु देखेन मलाई देखेन ऊ मान्छेहरूले मलाई फिक्स देखेन त्यस्तो त झऱ्यो भने यता तल छु म त्यसरी खानु पऱ्यो तल यहाँ यसरी हिँड्नु पऱ्यो मलाई त्यो कपाल काट्ने बेलामा त्यो हाम्रो सुरेन्द्र दाई भन्ने एउटा अहिले बाहिर हुनुहुन्छ उहाँको याद आउँछ किनकि त्यो भुइँचालोकै समयको दिन हो त्यसमा चाहिँ हामीले लगभग 28 गतितिर नि भुइँचालो 72 थियो 28 पनि अहिले आएको थियो त्यो कपाल खाने थिएमा चाहिँ त्यसरी माथि रुखमा चढ्दै थिएँ रुखमा चढ्दा दुईजनै पुरै हम्बाल्नु परेको थियो कि किनकि अब पुरै रुखै हल्लायो नि त त्यतिखेर त्यस्तो भएको थियो पऱ्यो कि एकदम मिस गर्दैछु त है तपाईँलाई पनि यो कपाल खाने बेलामा दाइको ओपर याद आइरहेको छ भने यस्तो भएको थियो भनेर याद आइरहेको थियो कि त्यो पनि बच्चामा भन्नाले बच्चा भने त्यो अहिले मान्छे भने 11-12 वर्ष अहिले 83 साल कति 83 साल भनेपछि लगभग 11 वर्षै अगाडि भनौँ न त्यो 72 सालको भूकम्प आएको टाइम हो त्यसरी खाने हो
त्यस्तै टिप्नुपर्छ होइन घुमी यसरी टिप्ने यस्तो दामी हुन्छ क्या त्यही भएर गाउँ घरको यस्तो माया लाग्छ नि यार यस्तो चिजहरू खानु पाइन्छ यस्तो दामी छ कप्प टिप्ने होइन यसरी तर आँखा त यसमा गइरहेको छ मेरो होइन तर भेडिया खाने क्या यहाँ गइरहेको छ आँखा चाहिँ तर मुसु त्यतितिर टाढा तर भेडिया खाएन तै पनि यो खाँदा पनि चित्त बुझ्यो तर यस्तो दामी कालो भएर छ नि त हेर्नु यस्तो दामी कालो भएर दामी ए रुखो यति माथिसम्म चढेको म अनि यहाँ चाहिँ झरिसकेको छु म चाहिँ अब जानुपर्ने हुन्छ त्यस्तो बाटो छ तर त्यहाँ उयाँदेखि चाहिँ पिच छ कि ओपर पिच छ काठमाडौँदेखि आउने बाटो त्यही हो यहाँ चाहिँ अलिकति यतापट्टि म यतापट्टि यो उताबाट काठमाडौँ आउने चाहिँ डेप्रो साइडपट्टि चाहिँ अनि मेरो उता जाने चाहिँ नुवाकोट नै हो यो पनि होइन डुपकोट 4 त्यता भयो यहाँ चाहिँ 5 भयो 5को सिमाना नै भनौँ यहाँ चाहिँ सिमाना अलिकति अगाडि छ त्योभन्दा अलिक अगाडि छ अनि त्यसको सिमानै छेउमा हो चाहिँ होइन तपाईँहरूलाई कति किलोमिटर छ भने त्यो रोडमै लेखेको हुन्छ तर म तपाईँलाई त्यहीसम्म देखाउँछु तर एकदम दमिले अब यहाँ कफल सबल खाना छ भने एकदम इम्प्याक्ट छ तपाईँहरूलाई मेरो गाउँमा चाहिँ हाम्रो गाउँमा मेरै गाउँ हाम्रै गाउँ तपाईँ हाम्रै गाउँ वेलकम गर्न चाहन्छु म चाहिँ कफल यस्तो दामी छ रोडमै छ यहीँ रोड छ यहीँ चढ्ने खाने हो त्यसलाई चाहिँ अघि म यो बाटो गएको थियो उता चाहिँ यो बाटो गएको थियो त्यो कफल खान चाहिँ त्यो बाटो गएको थियो अनि हेर्नु सक्नुहुन्छ त्यहाँतिर पनि हिमाल छ तपाईँको हेर्नु त्यहाँ यस्तो हिमाल छ नि यस्तो दामी छ अनि यहाँ चाहिँ हो यो मणि भन्ज्याङ भन्ने थियो एरिया चाहिँ यो चाहिँ उताबाट काठमाडौँ आउने ठाउँ हो यो चाहिँ मेरो गाउँ जाने हाम्रो गाउँ जाने उतापट्टि तपाईँको चाहिँ अलिक देखेन थोरै अगाडि जानुपर्ने हुन्छ यहाँ चाहिँ यस्तो छ ठाउँ यो सबै पिच भइसकेको छ अनि यो बाटो चाहिँ अलिकति अफरोड छ अनि अलिकति अगाडि जानुपर्ने हुन्छ हामी त्यही बाटो हेर्नुहोस् यो यस्तो छ यो दामी बाटो छ यो चाहिँ ऊ त्यो चाहिँ गाउँ हो मेरो गाउँ चाहिँ ऊ त्यहाँ छ तपाईँको त्यहाँ लगभग यो डाँडा देख्ने चाहिँ मेरो हाम्रो गाउँ हो जिमनाङ भन्ने चाहिँ त्यहाँ चाहिँ वडा 4देखि त्यहाँदेखि सुरु हुन्छ अनि यहाँ चाहिँ हो यहाँ चाहिँ यस्तो दामी बाटो छ मैले ब्लग चाहिँ यतिकै बनाउँछु किनकि अब अहिले मैले गोब्रो ल्याएन नि त पिच एकदम पिच बाटो भएको छ हेर्नु सक्नुहुन्छ तपाईँहरूले पनि एकदम राम्रो हेर्नु यस्तो दामी छ बाटो ओपर पिच भइसकेको छ तपाईँहरू पनि आउनुहुन्छ कपाल खानको लागि चाहिँ किनकि अब गाउँघरको तपाईँलाई थाहा छ नि त अर्ग्यानिक चिजहरू भने के हुन्छ ओपर अर्ग्यानिक पाइन्छ यहाँ पनि अब हरेक कुराहरूमा छ सबै कुराहरू आउन सक्नुहुन्छ तपाईँहरू पनि नुवाकोट आउन सक्नुहुन्छ नुवाकोट चाहिँ तपाईँको लगभग यहाँ अहिले मैले बनाउँदै गरेको ठाउँमा चाहिँ यहाँ माने भन्छ ठाउँमा चाहिँ लगभग त्यही हो 25 किलोमिटर नै होला लगभग समथिङ त्यति नै हो तपाईँहरूलाई म यहाँ लेखेर चाहिँ बुझ्छु भन्ने ठाउँमा चाहिँ लगभग 25 किलोमिटर छ भने चाहिँ समथिङ त्यस्तै हो 27-28 किलोमिटर चाहिँ हामी एरिया मेरो गाउँ चाहिँ आइपुग्न सक्नुहुन्छ तपाईँहरू सबैले जो जसले हेर्नुहुन्छ सबैले सेयर गर्नु होला हाम्रो गाउँ कस्तो रहेछ मैले पहिला पनि भ्लग हालेको थिएँ त्यही पनि यस्तो पिच भएको थिइनँ अहिले चाहिँ कस्तो ठाउँ चाहिँ त्यस्तो अहिले चाहिँ एकदम राम्रो छ हेर्नुहोस् न तपाईँहरूले यस्तो छ बाटो चाहिँ अहिले चाहिँ बाख्राकोडाल भएर यस्तै छ यहाँ छ बाख्रा एकदम राम्रो छ बाटो चाहिँ हेर्न सक्नुहुन्छ यहाँ छ केटाहरू ए म बाख्राकोडाल होइन यी केटाहरू बाख्राकोडाल छ हाम्रो हेर्छौँ भाइहरू होइन यिनैमा बाख्राकोडाल होइन राकोडाल होइन कान्छ ती पेब्रो नमुना चाहिँ नि यो चाहिँ तामाङ भाषा हो कि मेरो चाहिँ यो चाहिँ यहाँको हाम्रो गाउँको भाषा हो यहाँ चाहिँ मैले हेल्नु पनि लागेन किनकि अब म यहाँ गाउँमै डुलाएको छु नि त त्यस्तो स्पिड पनि गरेँ होइन यहाँ चाहिँ यस्तो छ यहाँ एकदम राम्रो छ अनि एकदम लगभग 25 किलोमिटर यहाँ तपाईँले देखाउनु जान्छ जिमनाङ यहाँदेखि मेरो हाम्रो गाउँ चाहिँ यहाँ कति किलोमिटर छ भने जिमनाङ म जन्म भएको ठाउँ चाहिँ तपाईँको यहीँ छ हेर्न सक्नुहुन्छ यहाँ लेखेको हुन्छ नि त यस्तोतिर होइन यहाँ छ जिमनाङ कति छ 2 किलोमिटर मात्र छ यहाँदेखि भनेपछि नजिक एकदम नजिक छ तपाईँहरू आउन सक्नुहुन्छ किनकि अब हरेक कुराहरूमा आजभोलि चाहिँ आजभोलि के छ भने चाहिँ कफल तपाईँको ऐसिलो भन्ने चिज चाहिँ पाकेर हुन्छ नि यहाँतिर चाहिँ म चाहिँ वान हिलले बाइक चलाउनु परिरहेको छु किनकि यस्तो दामी ठाउँ छ बाटो चाहिँ होइन तै पनि तपाईँहरू नचलाइदिनु होला होइन वान हिलले चाहिँ किनकि अब नै सेफ हुनुपर्छ नि त होइन अब सेफ भएन भने फेरि लडिहाल्छ त्यही भएर चाहिँ किनकि यहाँ चाहिँ एकदम राम्रो ठाउँ छ अब आउनुहुन्छ कि तपाईँको लगभग त्यही काठमाडौँदेखि कति नै लाग्दैन बढीको 1 घन्टा लाग्न सकिन्छ समथिङ त्यति नै हो तपाईँको एकदम राम्रो पिच भएको छ बाटो चाहिँ तपाईँहरू आउनुहुन्छ एकदम वेलकम छ सबैजनालाई होइन हाम्रो गाउँलाई पनि सक्नुहुन्छ यहाँ छ हाम्रो गाउँ चाहिँ यहाँ हेर्नुहोस् यस्तो छ मैले यो ठाउँलाई चाहिँ डोन्ट टर्नै गराएको छ योभन्दा अगाडि भिडियोहरू हेर्न सक्नुहुन्छ मैले धेरै भयो 1 वर्ष भइसक्यो भिडियो नहालेको चाहिँ किनकि त्यो चाहिँ मेरो चाहिँ अब मोनिटाइजेसन गर्दै गराउनमा चाहिँ हरेक कुराहरूमा चाहिँ एउटा कपिराइट एउटा म्युजिकले गर्दा कपिराइट दिएको थियो मलाई त्यस कारणले मैले फेरि पोस्ट गरेन अब गर्दैछु फेरि फोकस तपाईँहरू सबैजनालाई फेरि म फर्केको छु तपाईँहरूलाई चाहिँ पहिला जस्तो छ त्यस्तै म हरेक ठाउँमा गएर हरेक ठाउँमा भ्लग बनाउन चाहन्छु तपाईँहरूले सर्ट सपोर्ट तपाईँहरूको होइन वेलकम सबैजनालाई होइन सबैजनालाई सर्ट सपोर्ट चाहियो पहिला जस्तो थियो त्यस्तै सर्ट सपोर्ट गरिदिनु होला तपाईँहरूले एकदम राम्रो छ तपाईँहरूले आउन सक्नुहुन्छ यहाँ नुवाकोटमा
यहाँ यस्तो दामी ठाउँ छ होइन तपाईँहरूले घुमेर आउन चिसो हावा छ तपाईँको धरानतिर धेरै टाढो चाहिँ जस्तै चिसै ठाउँ हो तपाईँको अझै घाम लागेको छ नभए कस्तो धमिलो कस्तो हुचु लागे जस्तो भएर हुन्छ कि यो ठाउँ पनि ओभर राम्रो छ एकदम राम्रो किनकि म काठमाडौँ बस्दा पनि म गाउँमा आइरहन मन लाग्छ क्या म यता भएपछि चाहिँ अनि त्यही भएर चाहिँ नजिक पनि छ नि त तपाईँको एकदम राम्रो छ एकदम नजिक भनौँ न एकदम नजिक छ अब के गर्नु त्यस्तै छ होइन यही छ यो पनि हो कपालको गोडै यो पनि कपालको गोडै हो सबै छ टन्नै छ यहाँ तपाईँहरू आउन सक्नुहुन्छ यहाँ हेर्नुहोस् यस्तो छ यहाँ ओपर आउनु होला सबैजनालाई है तपाईँहरूलाई चाहिँ अघि नै मैले कति चाहिँ किलोमिटर छ भने यहाँ प्रुफ देखाउन लागि चाहिँ भनेपछि यहाँ छ तपाईँ हेर्नुहोस् यहाँ गुर्जे चाहिँ यहाँ गुर्जे भन्छ उता चाहिँ हाम्रो चाहिँ गुर्जे चाहिँ तपाईँको 25 किलोमिटर छ यहाँदेखि चाहिँ 40 से 10 किलोमिटर चाहिँ लगभग एकदम नजिक क्या तपाईँको एकदम नजिक यहाँदेखि लगभग जिम्न सुरु हुन्छ यहाँदेखि बाटो यस्तो छ राम्रो छ होइन तर यहाँदेखि चाहिँ अलिकति अफरोड मात्र हो त्यहाँ तपाईँहरूलाई कफर खाने यता आउनु पर्दैन अघि ठाउँ मैले देखाएको छ जहाँ छ त्यही आउँदा हुन्छ तपाईँहरू एकदम राम्रो हेर्नुहोस् त अब यहाँदेखि डुप्चेश्वर तपाईँको जानलाई लगभग तलसम्म जानलाई 25 किलोमिटर मात्र छ लगभग तपाईँको तल बाटो भन्दा चाहिँ आउने यहाँबाट एकदम नजिक जस्तो लाग्छ किनकि एकदम नजिक है तपाईँ हामी सबै आउँदा चाहिँ अब चाहिँ म यति नै भन्छु तपाईँहरूलाई सबैजनाले सर्ट सपोर्ट गरिदिनु होला एकदम सर्ट सपोर्टको जरुरी छ किनकि अब मेरो अब फेरि टिआरडी ब्लग फेरि फर्किसकेको छु एकदम राम्रो छ अनि हजुरहरू सामु चाहिँ अब के अनुरोध गर्न चाहन्छु भने सबैजनाले पहिला जस्तै लाइक सेयर कमेन्ट सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला त्यति भन्दै आजको ब्लग एउटा कुरा किनकि अब टिआरडी ब्लग कन्टिन्यू डेली ब्लग आउनेछौँ सबैजनालाई सन्चो बिसन्चो के छ कमेन्ट गरिरहनु होला सबैजनालाई लसो फ्याबुल्ला टसितेले बाई बाई